है त हजुर एलइडी बल्ब त हजुरहरूले मार्केटमा धेरै देख्नु भएको होला। अब एलइडी बल्बहरू मध्येमा पनि एकदम कस्टमरले रुचाएको र हामी पसलवालाले चाहेको अथवा स्पेसल मैले चाहेको मलाई एकदम अहिलेसम्म धेरै एलइडी बल्बहरू बेचियो। एलइडी बल्बहरू मध्येमा चाहिँ एकदम मन परेको ब्रान्ड, मन परेको क्वालिटी, मन परेको लाइट, मन परेको सामान चाहिँ मैले यो 3टा हजुरहरूलाई देखाएँ। यो चाहिँ सुरुमा हजुरहरूलाई 300 वाटको है, 300 वाटको 2 इयर्स वारेन्टी, 300 वाटको त्यो पनि दुईटा 150 गरेर 300 हुन्छ है त। यो वाला हेडलाइट बल्ब जुन चाहिँ हामीले एकचोटि हालेर पठाइसकेपछि कुनै पनि कुराको कम्प्लेन छैन, न लाइटमा न सामानमा। टक्क हालेर पठाइसकेपछि सक्यो। कस्टमर पनि टक्क दङ्ग परेर लिएर जानुहुन्छ, हामीसँग आइसकेपछि दोहोऱ्याएर आउनु नपर्ने र हामी त्यसै पनि खुसी। एकचोटि हालेर पठाइसकेपछि हामीलाई चाहिँ हेर्नै नपर्ने, एकचोटि हालेर पठाएपछि ढुक्कैसँगले टेन्सन लिनै नपर्ने। अनि त्यसै पनि हामी त खुसी भइहाल्यो। यो 120 वाटको देख्नु हजुरहरूले चट्ट लाएर यसरी है त। अर्को देख्नुहुन्छ हजुरहरूले युमी भन्ने ब्रान्ड, यो रिभाइभ ब्रान्ड त भइ नै हाल्यो। यो पनि इन्डियन ब्रान्ड हो, रिभाइभमा देखि नै हाल्नुभयो। यो सबै दुईटा रिभाइभ भयो। र अर्को देख्नुहुन्छ हजुरहरूले युमी अलिकति राम्रो ब्रान्डमा, यो चाहिँ 160 वाटको, दुईटा गरेर 160 वाटको अलि बेटर क्वालिटी है त। हेर्दाखेरि पनि चट्ट लाएर क्या दामी देखेको छ। हेर्दाखेरि पनि अलि स्मार्टमै अलिकति चट्टमा सुहाउने खाली, समाउँदाखेरि पनि मजा आउने खाली। र यो लाइटहरू चाहिँ एक्चुअली हामीले हालिसकेपछि कस्टमरलाई पनि दोहोऱ्याएर पसल आउनु नपर्ने, यो लाइटको विषयको लिएर आउनु नपर्ने। यदि तपाईँको लाइटको विषयमा लिएर तपाईँको गाडीमा लाइट पुगेको छैन भने हामीलाई सम्झिनुहोस्, बालकुमारी काछीलाई सम्झिनुहोस्। यो नभए अरू कुनै आइडिया लगाएर हो भने हामी हजुरको लाइट चाहिँ एकदम चकिलो हजुरहरूलाई यात्रा मात्रै सहज हुने गरेर हामी बनाएर पठाइदिन्छौँ। हजुरहरू आइदिनु होला, पालिदिनु होला बालकुमारी कार सेन्टर, त्यो पनि सुपथ मूल्यमा पाउन सक्नुहुन्छ हामीसँग। धन्यवाद।